बेल्जियममा उच्च शिक्षा पढ्ने योजना बनाइरहनु भएको छ। युनिभर्सिटी खोजीमा हुनुहुन्छ। कस्तो किसिमको युनिभर्सिटी खोज्ने, प्रोग्राम खोज्ने अथवा कसरी भिजा एप्लाई गर्ने भन्ने कुराले कन्फ्युज भइरहेछ भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। नमस्ते, मेरो नाम पुष्कर खनाल र मेरो च्यानल न्यू कल्चर एक्स नेपालमा यहाँलाई स्वागत छ। पेशाले म फ्रिल्यान्सर र मेरो ब्याकग्राउन्ड मिडिया एन्ड कम्युनिकेसन्स नै हो र म हाल बेल्जियमको कायो लुभेन युनिभर्सिटीमा कल्चर एन्थ्रोपोलोजी एन्ड डेभलपमेन्ट स्टडिजमा एडभान्स मास्टर्स गर्दैछु। मेरो इन्ट्रेस्ट डिजिटल कल्चर एन्ड सोसाइटी भएको कारणले मैले मेरो यो च्यानल मार्फत न्यू कल्चरल एभोल्युसन अथवा नयाँ संस्कृतिहरूको बारेमा चर्चा गर्नेछु र पहिलो एपिसोडमा मैले नेपाली विद्यार्थीहरूको धेरै नै इन्क्वायरी जुन बेल्जियममा पढ्ने विषयमा धेरै नै इन्क्वायरी भएको पाएपछि विद्यार्थीहरूको जुन ग्लोबल ट्रेन्ड छ, ग्लोबल ट्रेन्ड अफ पर्स्युइङ इन्टरनेसनल डिग्री, त्यही विषयमा केन्द्रित भएर मैले हाउ टु स्टडी इन बेल्जियम भन्ने विषयमा यो भिडियो बनाउँदैछु। तपाईलाई यो भिडियो मन पर्यो भने कृपया स्टडी इन बेल्जियम भनेर तलपट्टि कमेन्टमा लेख्नुहोला र एउटा डिस्क्लेमर म अगाडि नै बताउन चाहन्छु। बेल्जियममा पढ्नको लागि कुनै पनि कन्सल्टेन्सी एजेन्ट हुँदैनन् र त्यस्तो एजेन्ट युनिभर्सिटीले नै राख्दैन। त्यसकारणले कसैले तपाईलाई हामी बेल्जियमको युनिभर्सिटी एप्लाई गरिदिन्छौँ भनेर भनिरहेछ भने त्यो सरासर गलत हो। यो सबै प्रक्रिया तपाईले आफैले गर्नुपर्छ, आफैले फलो गर्नुपर्छ। सबै कुरा इन्टरनेटमा सूचनाहरू पर्याप्त रूपमा छन्, त्यसलाई फलो गरेर तपाईले आफैले गर्नुपर्छ। कसैले तपाईलाई झुक्क्याउन ठग्न नसकोस्। आजको यस भिडियोमा म नेपाली विद्यार्थीहरूको लागि बेल्जियममा पढ्नको लागि उपयुक्त हुने प्र्याक्टिकल इन्फर्मेसनहरू लिएर आएको छु। कसरी युनिभर्सिटी छनौट गर्ने, कसरी स्कलरसिप एप्लाई गर्ने, त्यसै गरी चाहिँ कस्तो किसिमका चाहिँ कोर्सहरू छन्, यहाँ भिजा प्रक्रिया कस्तो छ, खर्च कति लाग्छ र बेल्जियम आएपछिको सेटलमेन्ट अथवा बेल्जियम आएपछिको अवस्था कस्तो रहन्छ भन्ने विषयमा म एकपछि अर्को डिटेलमा कुराकानी गर्नेछु। सर्वप्रथम कुरा गरौँ बेल्जियम नै किन त। बेल्जियममा एक त विश्वस्तरीय युनिभर्सिटीहरू छन्। कायो लुभेन, खेन्ट युनिभर्सिटी अफ खेन्ट, युनिभर्सिटी भेरी टेक्निकल युनिभर्सिटी, त्यसै गरी चाहिँ भ्युबे भन्छ जसलाई, त्यसै गरी युनिभर्सिटी अफ लिम्बर्ग लगायत उत्कृष्ट युनिभर्सिटीहरू छन् जसको ऱ्याङ्किङ वर्ल्ड ऱ्याङ्किङमा राम्रो ऱ्याङ्किङ छ तिनीहरूको। त्यसै गरी पढाइ अरू युरोपियन कन्ट्रीभन्दा सर्वसुलभ छन् र विद्यार्थीहरूले एफोर्ड गर्न सक्ने किसिमको छ। धेरै पहिला त फ्रीमा नै पढाइ हुन्थ्यो, तर अहिले नन युरोपियन स्टुडेन्टहरूलाई चाहिँ सर्टेन चार्ज लिएर मात्र पढाइ हुने गर्छ। त्यसै गरी चाहिँ छात्रवृत्तिको अवसर धेरै छ। इरास्मसको बारेमा सुन्नुभयो होला। इरास्मस स्कलरसिप पाइन्छ जुन युरोपियन युनियनले दिन्छ, पूर्णतया र आंशिक स्कलरसिप हो त्यो। त्यसै गरी VLR US भन्ने स्कलरसिप छ, त्यो पनि पाउन सकिन्छ। युनिभर्सिटीले दिने आफ्नो स्कलरसिप पनि छन् जुन तपाईले युनिभर्सिटी एप्लाई गर्ने क्रममा स्कलरसिप प्रोग्राम पनि हेरेर एप्लाई गर्न सक्नुहुन्छ। स्कलरसिप बाहेक युरोपको केन्द्रको रूपमा ब्रसल्स रहेको छ, युको हेडक्वार्टर पनि रहेको हुँदा फेरि यहाँ व्यापारिक त्यसै गरी चाहिँ अन्तर्राष्ट्रिय गतिविधिहरू एकदम धेरै हुन्छन्, जसले गर्दाखेरि पनि यो एउटा इम्पोर्टेन्ट जब हबको रूपमा रहेको छ। त्यसै गरी चाहिँ अङ्ग्रेजीमा पढाइ हुने विषयहरू पनि पर्याप्त छन् यहाँ, जुन तपाईले 3 वर्षे ब्याचलर्स प्रोग्राम, 3 वर्षे प्रोफेसनल ब्याचलर्स प्रोग्राम र मास्टर्स प्रोग्राम लगायत PhD सम्म पनि तपाईले अङ्ग्रेजी भाषामा पढ्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि पनि धेरै विद्यार्थीहरूलाई चाहिँ बेल्जियम पढ्नको लागि चाहिँ एउटा डेस्टिनेसनको रूपमा चाहिँ स्थापित भएको छ। त्यसै गरी चाहिँ ग्लोबल कनेक्सन मैले भनिहालेँ, युको राजधानी भएको कारणले गर्दाखेरि ग्लोबल कनेक्सन र धेरै देशका मान्छेहरूको चाहिँ यहाँ उपस्थिति भएको कारणले गर्दाखेरि चाहिँ इन्टरकल्चरल कनेक्सन हुने एउटा उत्तम स्थानको रूपमा रहेको छ। र यो त भयो बेल्जियमको बारेमा डिटेलमा किन बेल्जियममा पढ्ने भन्ने विषय। त्यसै गरी यहाँको प्रमुख युनिभर्सिटी र मुख्य कार्यक्रमको बारेमा म तपाईहरुलाई छोटकरीमा भन्न चाहन्छु। सर्वप्रथम त पहिलो नम्बरमा कायो लुभेन युनिभर्सिटी आउँछ, जहाँ मुख्यतया विज्ञान, इन्जिनियरिङ, समाजशास्त्र र व्यवस्थापनका विषयहरू पढाइ हुन्छन् र ती पढाइका लागि चाहिँ यो युनिभर्सिटी उत्कृष्ट मानिन्छ।
टेक्नोलोजी पढ्न चाहने टेक अथवा साइन्स पढ्न चाहने साइन्स बेस भएका स्टुडेन्टहरूलाई चाहिँ बेल्जियम अझै उपयुक्त हो किनकि यहाँका सबै युनिभर्सिटीहरू रिसर्च युनिभर्सिटीहरू हुन् र ती युनिभर्सिटीमा तपाईँले मास्टर्स पिएचडी गर्न पाउनुभयो भने त्यो तपाईँको लागि चाहिँ ठुलो उपलब्धि हुन आउँछ। त्यसबाहेक पनि म्यानेजमेन्ट सोसियल साइन्स ब्याकग्राउन्ड भएका स्टुडेन्टहरू अथवा अन्य ब्याकग्राउन्ड भएका स्टुडेन्टहरूले पनि यहाँ विभिन्न कार्यक्रमहरूमा इनरोल गर्न सक्नुहुन्छ। 3 वर्षे ब्याचलर्स प्रोग्राम छ जसले स्टुडेन्टहरूलाई 3 वर्षको पढाएपछि डाइरेक्ट जब मार्केटमा जानको लागि तयारी गराउँछ। त्यो पढाइले पनि एकदम धेरै क्षेत्रहरू समेटिरहेको छ र त्यो पनि तपाईहरुको लागि आकर्षक हुन सक्छ। त्यसैगरी खेड युनिभर्सिटीले बायोटेक्नोलोजी, कृषि, पर्यावरण अनि त्यसैगरी इन्भाइरोमेन्ट साइन्स र माइक्रोबायोलोजी लगायतका विषयहरुमा उत्कृष्ट विश्वविद्यालयको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। त्यसैगरी युनिभर्सिटी लुभ्र दे ब्रुसेल्स, त्यसैगरी भिरेट टेक्निकल युनिभर्सिटीमा तपाईले आर्ट्सको विषयहरू, लिटरेचरहरू, त्यसैगरी चाहिँ टेक्नोलोजी आईटी का विषयहरू पनि तपाईले पढ्न सक्नुहुन्छ किनकि ती विश्वविद्यालय चाहिँ ती विषयहरूमा अझ चाहिँ उत्कृष्ट मानिन्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध पढ्न चाहनुहुन्छ, अन्तर्राष्ट्रिय विकास हैन लगायतका सब्जेक्टहरू पनि ती युनिभर्सिटीहरूमा उपलब्ध छन्। मास्टर्स इन डेभलपमेन्ट स्टडिज पढ्न चाहनुहुन्छ भने काउ इलेभेनमा त्यो विषय एकदम कम्प्रिहेन्सिभ विषयको रूपमा बोथ साइन्स र नन साइन्सका विद्यार्थीहरूले पनि त्यो विषय पढ्न सक्नुहुन्छ। एकदम धेरै कोर्सको तपाईको लिस्टहरू छ जुन तपाईले आफैले गएर हेरेर छानेर र आफूलाई मन परेको र आफ्नो ब्याकग्राउन्ड म्याच हुने कोर्स चाहिँ तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। र अब कुरा गरौँ छात्रवृत्तिको। धेरै स्टुडेन्ट जो युरोपमा पढ्न चाहनुहुन्छ, एक त कम्पेरिटिभली सस्तो छ र त्यसमा पनि पार्शियल र फुल स्कलरशिपहरू उपलब्ध छन्। र पहिलो स्कलरशिपको रूपमा चाहिँ भिएलआर ओयुएस भन्ने स्कलरशिप छ जुन तपाईको तेस्रो देशको विद्यार्थीहरूलाई दिइन्छ र त्यो फुल स्कलरशिप हो। त्यसमा तपाईको केही पनि खर्च लाग्दैन। स्कलरशिप फर द स्टुडेन्ट्स फ्रम ग्लोबल साउथ भन्ने एउटा छुट्टै स्कलरशिप छ, त्यो पिएचडी स्टुडेन्टहरू र मास्टर्सको लागि अझै उपयुक्त छ। त्यसैगरी इरास्मसको स्कलरशिप एकदम पपुलर छ, युरोपभरि पढ्न मिल्छ। इरास्मसको स्कलरशिप पाउने स्टुडेन्टले एक्सचेन्जको प्रोग्रामको रूपमा 6 महिना बेल्जियम पढेर अर्को 6 महिना जर्मनीको युनिभर्सिटी अथवा डेनमार्क युनिभर्सिटी अथवा फ्रान्समा पनि पढ्न सक्नुहुन्छ। त्यो एउटा फाइदा छ इरास्मस प्रोग्रामको। त्यसैगरी युनिभर्सिटीहरूले दिने विभिन्न स्कलरशिपहरू प्रोग्रामहरू छन् जुन तपाईले युनिभर्सिटी प्रोग्रामको पेजमा गएर हेर्न सक्नुहुन्छ र आफ्नो क्राइटेरिया म्याच भएको खण्डमा एप्लाई गर्न सक्नुहुन्छ। बेल्जियम पढ्नको लागि कसरी तयारी गर्ने त? सर्वप्रथम त तपाईले विश्वविद्यालय छनौट गर्नु पर्यो। कुन विश्वविद्यालय पढ्ने, त्यसको क्राइटेरिया के छ र तपाईले चाहनुभएको खोज्नुभएको विषय छ कि छैन त्यो विषयमा पहिला आफैले इन्टरनेट सर्च गर्नुस्। त्यसपछि त्यहाँ तपाईको एलिजिबिलिटी पुग्छ कि पुग्दैन, तपाईको आफ्नो ब्याकग्राउन्ड, तपाईको स्कोर, मार्क्स पुग्छ कि पुग्दैन त्यो हेर्नुस्। साइड बाइ साइड आइएलटिएस र टोफलको प्रिपरेसन गर्नुस्। प्रत्येक इन्स्टिट्युसनमा आइएलटिएस र टोफल एटलिस्ट पनि 6.5 चाहिन्छ। युनिभर्सिटीमा 6 भए पुग्छ तपाईको एप्लाइड साइन्स युनिभर्सिटीहरुमा त्यो चाहियो। त्यसपछि त्यो सँगै छात्रवृत्ति पनि सँगै एप्लाई गर्नु होला। युनिभर्सिटी जब तपाई हेर्नुहुन्छ, युनिभर्सिटी हेरेपछि तपाईलाई मन पर्यो, तपाईसँग अलरेडी डकुमेन्ट छ भने युनिभर्सिटी एप्लाई गर्नुस्। त्यसको लागि राम्रो सिभी बनाउनुस्, राम्रो मोटिभेसन लेख्नुस्, स्याम्पलहरु इन्टरनेटमा छ। त्यसपछि आफ्नो सबै एकाडेमिक क्रेडेन्सियलहरुलाई एक ठाउँमा जम्मा गरेर एकदम तपाईको एकदम क्लियर डकुमेन्टेसन गरेर तपाईले एप्लाई गर्नुस्। साथसाथै स्कलरशिप पनि त्यही साइटमा एप्लाई गर्ने मिल्ने अप्सन छ भने गर्नुस्। र भिजा फी तिर्नुपर्ने हुन्छ, आई मिन एडमिसन फी तिर्नुपर्ने हुन्छ। कुनै युनिभर्सिटीमा 50 युरो अथवा 60 युरो 100 युरोसम्म तिर्नुपर्ने हुन सक्छ प्रोसेसिङको लागि। त्यो तपाईले पठाउनु पर्ने हुन्छ। र तपाईको मोटिभेसन, तपाईको ब्याकग्राउन्ड, तपाईको एकाडेमिक ब्याकग्राउन्ड हेरेर नै युनिभर्सिटीले तपाईलाई इनरोलमेन्ट दिन्छ। राम्रो युनिभर्सिटी ट्राई गर्नुस् किनकि राम्रो युनिभर्सिटीको आउटकम पनि राम्रै हुन्छ। त्यसपछि इनरोलमेन्ट कन्फर्म भयो युनिभर्सिटीबाट। अब एडमिसन लेटर तपाईलाई दिनको लागि तपाईले सर्वप्रथम एडमिसन लेटर लिनुभन्दा अगाडि तपाईले युनिभर्सिटीको खातामा तपाईले पैसा पठाउनु पर्ने हुन्छ। र युनिभर्सिटीले एडमिसन कन्फर्म गर्नको लागि चाहिँ तपाईले युनिभर्सिटीको खातामा वार्षिक
कति शुल्क कायम गरेको छ, एनुअल फी तिर्नुपर्ने हुन्छ। नन युरोपियनको केसमा युनिभर्सिटी र प्रोग्राम हेरेर 2000 देखि 4000 6000 सम्मको युरो खर्च लाग्छ फीको रूपमा। त्यो तपाईँको प्रोग्राम अनुसार फरक हुनसक्छ। अलिकति टेक्निकलमा अलि महँगो छ, नन टेक्निकलमा अलि सस्तो छ। त्यसपछि तपाईँको बेल्जियमको बसाइको समय पहिलो वर्षको बेल्जियम बसाइको लागि आवश्यक पर्ने खर्चहरू तपाईँले सुरुमा नै ब्याङ्क एकाउन्टमा ब्लक एकाउन्टमा पठाउनु पर्ने हुन्छ युनिभर्सिटीलाई। त्यसको लागि पनि तपाईँले प्रक्रिया अगाडि सार्नुपर्ने हुन्छ र त्यो तपाईँको प्रक्रिया तपाईँले युनिभर्सिटीसँग पठाएपछि उसले तपाईँलाई डकुमेन्ट पठाउन थाल्छ र ती सबै डकुमेन्टहरू लिएर काठमाडौँमा बेल्जियम एम्बेसीको कन्सुलेट शाखा छ, त्यो कन्सुलेट शाखामा गएर तपाईँले सबै डकुमेन्टहरू चाहिँ डकुमेन्टेसन गर्नुपर्ने हुन्छ। डकुमेन्टलाई डच अथवा फ्रेन्च भाषामा ट्रान्सलेट गर्नुपर्छ किनकि ती यहाँको अफिसियल भाषाहरू हुन्। त्यसको लागि तपाईँलाई ट्रान्सलेसन खर्च लाग्छ र छाप्लाको खर्च लाग्छ। मलाई लाग्छ अहिले एउटा सब्जेक्टको लागि एउटा पेपरको लागि 3000 रुपियाँ लिन्छ, अलि महँगो छ। र जब तपाईँको ट्रान्सलेसन भएर आउँछ सबै डकुमेन्ट रेडी हुन्छ, तब अब तपाईँले भिजा प्रक्रिया सुरु गर्नुहुन्छ। बेल्जियमको इमिग्रेसन अफिसको वेबसाइटमा गएर भिजा फर्म डी भिजा जुन स्टुडेन्ट भिजा हुन्छ त्यो भिजा फर्म डाउनलोड गरेर फर्म भरेपछि तपाईँले अब सबै डकुमेन्टहरू तयारी गर्नुपर्ने हुन्छ। अब तपाईँसँग अलरेडी फाइनेन्सको डकुमेन्ट छ, आफ्नो इन्कम सोर्स देख्नु भएको छ, स्टेटमेन्ट अलरेडी छ। बेल्जियमको युनिभर्सिटीमा तपाईँले अलरेडी आफ्नो पैसा ब्लक एकाउन्टमा राखिसक्नु भएको छ, ट्युसन फी पनि तिरिसक्नु भएको छ। अब सबै प्रक्रिया सम्पन्न गरिसक्नु भएको छ, अब मात्र भिजा एप्लाई गर्नु पर्यो। अब युनिभर्सिटी स्टार्ट हुनुभन्दा 6 महिना अगाडि एप्लाई गर्नु भनिन्छ। 2 इनरोलमेन्ट हुन्छ। तपाईँले सेप्टेम्बर 1st इनरोलमेन्ट हो र सेकेन्ड इनरोलमेन्ट फेरि तपाईँले जनवरीमा गर्न सक्नुहुन्छ, जनवरी फेब्रुअरीमा। त्यसको लागि चाहिँ तपाईँले 6 महिना अगावै एप्लाई गर्नुपर्ने हुन्छ। र अब तपाईँसँग सम्पूर्ण डकुमेन्ट रेडी भइसकेपछि तपाईँले भिजा फर्म पनि भर्नुभयो। त्यसपछि सबै डकुमेन्टलाई एकमुष्ट तपाईँको चाहिँ तयारी गरेर एम्बेसीमा कन्सुलेट मार्फत एम्बेसीमा पठाउनुहोस्। भिजा फी तिर्नुहोस्। भिजा फीको बारेमा कन्सुलेटले नै बताउँछ तपाईँलाई। त्यति गरिसकेपछि अनि इन्टरभ्यूको लागि तयारी गर्नुहोस्। सामान्य इन्टरभ्यू हुन्छ नि, त्यस्तो अमेरिकाको इन्टरभ्यू दिए जस्तो अथवा अस्ट्रेलियाको युनिभर्सिटीमा इन्टरभ्यू दिए जस्तो त्यति टफ हुँदैन। तर आफ्नो मोटिभेसन के हो, इन्टेन्सन के हो, के गर्नु खोजेको र के गर्ने भविष्यमा भन्ने कुरामा आफू प्रष्ट हुनुहोस्। बेल्जियमले सकेसम्म स्टुडेन्टलाई फर्कोस् भनी चाहन्छ र त्यो फर्किने मोटिभेसन के हो भन्ने विषयमा अझै आफूलाई तयारी गर्नुहोस्। 2 महिनादेखि 3 महिना लाग्छ समय भिजा प्रोसेसिङको लागि। त्यतिको समयको बिचमा बेल्जियमको बारेमा ब्याकग्राउन्ड स्टडी गर्नुहोस्। तपाईँलाई बेल्जियम आएपछि फेरि तपाईँलाई बस्नको लागि कोठा चाहिन्छ। स्टुडेन्टहरू एकदम धेरै आउने भएको कारणले गर्दाखेरि कोठा पाउन एकदम मुस्किल हुन्छ। त्यस कारणले गर्दाखेरि अलि अगाडि नै तयारी गर्नुहोस्। यहाँ विभिन्न कोठा खोज्ने एजेन्सीहरू हुन्छन्, स्टुडेन्ट हाउसिङ खोजिदिने एजेन्सी, स्टुडेन्ट एजेन्सीहरू नै हुन्छन्, तिनलाई कन्ट्याक्ट गर्नुहोस्। युनिभर्सिटीको हाउसिङ अफिस पनि हुन्छ, त्यसले पनि तपाईँलाई सपोर्ट गर्छ। त्यसै गरी आउनुभन्दा अगाडि नै आफ्नो लागि चाहिँ बस्ने स्थानको चाहिँ प्रबन्ध गर्नुहोस्। त्यसबाहेक यहाँको भाषा, संस्कृति र यहाँको माहौल कस्तो छ त्यो विषयमा पनि ब्याकग्राउन्ड स्टडी गर्नुभयो भने तपाईँलाई धेरै नै सजिलो हुन्छ। कति खर्च लाग्छ त? अघि नै तपाईँले बेल्जियमको युनिभर्सिटीमा ब्लक एकाउन्टमा पैसा पठाइसक्नु भएको छ भने त्यो ब्लक एकाउन्टमा पठाएको पैसा 666 देखि 800 देखि 1000सम्म हुन्छ, युनिभर्सिटी हेरेर हुन्छ। त्यो खर्च तपाईँको ब्लक एकाउन्टमा 1 वर्षसम्म रहन्छ र युनिभर्सिटीले तपाईँलाई खटाएर महिना पछि दिन्छ। त्यो खर्चले तपाईँले आफ्नो रेन्ट तिर्नुपर्ने हुन्छ, भाडा, जुन 400 देखि 500 600सम्म नै पर्छ हेरेर, तर युजली विद्यार्थीहरूलाई 400 देखि 500 पर्छ। त्यसै गरी 150 देखि 200 250सम्म तपाईँलाई मन्थली ग्रोसरीलाई खर्च पर्छ। त्यसको लागि पनि तपाईँले आफूले जुगाड गर्नुपर्ने हुन्छ र तपाईँलाई आफ्नो कोठाबाट युनिभर्सिटी जान, यताउति जान ट्रान्सपोर्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि पनि तपाईँलाई 150 रुपियाँ खर्च हुन्छ। त्यसले गर्दाखेरि मासिक रूपमा कम्तीमा पनि 600 देखि 800 रुपियाँ चाहिँ तपाईँले आफ्नो लागि चाहिँ व्यवस्था गरेर राख्नुपर्ने हुन्छ, जुन युनिभर्सिटीले तपाईँलाई प्रत्येक महिना दिन्छ र त्यो 1 वर्षसम्म दिन्छ। र 1 वर्ष पछिको समयमा के गर्ने भन्ने अन्यलता पनि हुन्छ विद्यार्थीहरूलाई। त्यसले गर्दाखेरि चाहिँ
तपाईले बेल्जियम आएपछि सुरुमै भाषा सिक्नुहोस्, डियोलिङ्गो युज गर्नुहोस्। नेपाल हुँदादेखि नै डियोलिङ्गोमा अलिकति प्र्याक्टिस गर्नुहोस्। त्यसै गरी भाषा सिकाउने क्याम्पसहरू छन्, युनिभर्सिटीमा पनि भाषा क्याम्पस छन्। त्यहाँ गएर तपाईँले भाषा सिक्नुभयो भने तपाईँले अलिकति तपाईँसँग बेसिक डच भयो अथवा फ्रेन्च भयो भने तपाईँले विद्यार्थीले गर्ने काम पाउन तपाईँलाई धेरै सहज हुन्छ। त्यो काम तपाईँको आएपछि एप्लाई गर्नुहोस् र 5-6 महिना 1 वर्ष पनि लाग्न सक्छ काम पाउन, रेगुलर काम पाउन। त्यसको लागि चाहिँ तपाईँले एकदम मेहनत लाउनु पर्ने हुन्छ। र क्लिनिङमा, त्यसै गरी सुपरमार्केटमा, वेयरहाउसमा, रेस्टुरेन्टहरूमा क्लिनिङको अथवा वेटरको कामहरू तपाईँले पाउन सक्नुहुन्छ। त्यसै गरी चाहिँ डेलिभरीको काम पनि पाइन्छ। त्यसको लागि चाहिँ तपाईँले आफूलाई पहिल्यैदेखि तयारी गरेर ल्याउनुहोस्। सकिन्छ भने सिप सिकेर आउनुहोस्, काम गर्न सजिलो हुन्छ। आउनुभन्दा अगाडि आफ्नो खाना आफै बनाउने, आफ्नो सामानहरू मिलाउने, लत्ता कपडा धुने आफूले धुनु त पर्दैन, मेसिनले धोए पनि। यावत यी कामहरू चाहिँ सिकेर आउनुभयो भने तपाईँलाई धेरै सहज हुन्छ। आएपछि तपाईँले सबभन्दा पहिले आफूलाई यहाँको नगरपालिकामा गएर रजिस्टर गर्नुपर्ने हुन्छ। त्यसको आधारमा तपाईँले यहाँको रेसिडेन्स पर्मिट पाउनुहुन्छ। अङ्ग्रेजीले धेरै ठाउँमा काम गर्छ, तथापि बिस्तारै रहँदा बस्दा तपाईँले भाषा पनि सिक्नुभयो भने तपाईँलाई यहाँ कम्युनिकेट गर्न सजिलो हुन्छ। विदेशमा गएर पढ्नु भनेको काम सजिलो त हुँदैन, किनकि योसँग मानसिक शारीरिक स्वास्थ्य पनि जोडिएको हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ मानसिक शारीरिक रूपमा स्वस्थ र बलियो हुन एकदम नितान्त जरुरी छ। र फरक भाषा, फरक संस्कृति, फरक परिवेश भएको कारणले गर्दाखेरि तपाईँलाई केही समय कोह्याबिटेट गर्नको लागि पनि समस्या हुन्छ। त्यसले गर्दाखेरि चाहिँ होम सिकनेस हुनसक्छ अथवा एङ्जाइटी हुनसक्छ। यहाँको मौसम पनि अलि तपाईँको ग्लुमी हुने कारणले गर्दाखेरि चाहिँ धेरै समय मान्छेहरूलाई चाहिँ नरमाइलो लाग्न सक्छ। त्यसको लागि चाहिँ अलिकति प्रिपेयर भएर आउनुहोस्। अनि त्यसपछि अरूसँग मोर कनेक्सन गर्ने अलिकति सोसाइबल नेचर लिएर आउनुभयो भने चाहिँ अलि सजिलो हुन्छ। किनकि यहाँ पनि युनिभर्सिटीमा बढी प्रोग्रामहरू हुन्छ जसमार्फत तपाईँलाई आउनसाथ अलिकति कोह्याबिटेट गर्नलाई चाहिँ युनिभर्सिटीले बढी छानिदिएको हुन्छ। उसँग अलिकति दोस्ती गर्नुहोस्, अलिकति माहौल बुझ्नुहोस्, अलिकति बाहिर जानुहोस्, ह्याङआउट गर्नुहोस्। त्यो भने चाहिँ बिस्तारै तपाईँ एड्याप्ट गर्दै जानुहुन्छ। र धेरै ठुलो एक्सपेक्टेसन लिएर आउनुहोस् है। विदेशमा यसै पनि गाह्रो हुन्छ, पढ्नु पनि पर्ने हुन्छ, काम पनि गर्नुपर्ने हुन्छ। दुइटैलाई ब्यालेन्स गरेर आफ्नो खर्च जुटाएर अथवा पठाउनु पनि हुनसक्छ, त्यो चाहिँ अलि गाह्रै हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ सबभन्दा पहिलो उद्देश्य पढ्नै बनाउनुहोस्। आफ्नो पढाइ उद्देश्य सक्नुभयो भने फ्युचर तपाईँको ब्राइट हुन्छ। अब काम गर्ने उद्देश्यले आउनुभयो भने तपाईँ काममै फस्नुहुन्छ। त्यो कुरा चाहिँ अलिकति मनन गर्नुहोला। तपाईँलाई मेरो पहिलो भिडियो स्टडी इन बेल्जियम कस्तो लाग्यो? कृपया तपाईँको जेन्युन कमेन्ट तल कमेन्ट बक्समा लेख्नुहोस्। र तपाईँको कुनै जिज्ञासा छ, क्युरियोसिटी छ भने पनि, क्वेसन छ भने पनि तल कमेन्ट बक्समा लेख्नुहोला। म अर्को एपिसोडमा तपाईँको त्यो जिज्ञासालाई एड्रेस गर्ने गरी भिडियो बनाउने छु र अझै इनडेप्थ इन्फर्मेसन दिनेछु। र यति भन्दै तपाईँको साँच्चीकै जेन्युन इन्ट्रेस्ट बेल्जियममा आउने, उच्च शिक्षा हासिल गर्ने र अन्तर्राष्ट्रिय डिग्री लिने छ भने त्यसका लागि बेल्जियम तपाईँको लागि उपयुक्त डेस्टिनेसन हुनसक्छ। अन्यथा युरोपमा त छिर्ने, पैसा कमाउने अथवा अरू कुनै उद्देश्य हो भने चाहिँ बेल्जियम तपाईँको लागि उत्कृष्ट गन्तव्य नहुन सक्छ। त्यो कुरा विचार गरिदिनु होला। र यति भन्दै पुनः मेरो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु हुनको लागि अनुरोध गर्दै अरू पटक भेट्ने बाचासहित बिदा हुन चाहन्छु। नमस्ते।